नेपाल भाषाय पेंगु सफुया छक्ल पितपोच्या चुकुदु नेपाल भाषा फाउन्डेसन या पिथना पिहावगु पेंगु सफुया पितपोच्या शनिबार येले जुगुखा फाउन्डेसन या नाय मंगलमान साकेय सवा नाय सिजुगु च्याचोले मोती शोभा श्रेष्ठ या पेंगु उपन्यास दुथ्यागु सफु मोती शोभा श्रेष्ठ या नेपाली घरेलु उद्योग विकास या सफु प्राध्यापक डाक्टर सबिना श्रेष्ठ या जिन्दगी छगुन्या सची व मन्या सर्ग नाय चिना खमुना सफु व डाक्टर सृजना श्रेष्ठ या न्यस चिलिसे लिसची तक्क व सुपान छुस्यु सफु याना पेंगु सफु या पितपोच्या जुगु खा ज्याचोले नेपाल भाषा एकाडेमिया चान्सलर यज्ञरत्न थापा पूर्व मन्त्री शंकर प्रसाद कोइराला साहित्यकार पे साक्य सुरेन डाक्टर रिना तुलाधर पिदंगु सफुया बारे नुगा खतया दिगु खा सफुयो विषय चाहिँ समीक्षा आलोमे यगेको खा रेडी नम्बर साक्य सुरेन जुल डिस्ट्रिक्ट लोकको खतया दिला खास साक्य सुरेन जुल चाहिँ गो रेडियो विज्ञान नभ साहित्य यो यात्रा सम्बन्ध परिकल्पना विज्ञान यात्रा योजना एउटा परिवारको तीनैजना सृजनामा लाग्नु साहित्यमा लाग्नु भनेको चाहिँ त्यो चान्चुने हुने कुरा होइन जस्तो मलाई लाग्दछ। तीमाथि उतातिर भाइतिर म्याडमको भाइतिर जोड भने त अब रमेश तामाका त्यत्रो चाहिँ होइन ख्यातिप्राप्त गायक हुन्थ्यो नेपाली भाषाको पनि नेपाल भाषाको पनि धेरै गीतहरू गाएर चाहिँ एउटा चिरपर्सित एउटा व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको छोरा पनि गाउँछन् जस्तो लाग्छ मलाई सुगम सगुन के हो होइन उनी पनि त्यो पेसामा छन् अनि हुँदा हुँदा त्यो शोक परिसकेपछि रञ्जनाजी पनि साहित्यमा आउनुभएको छ। थाना बनायम पुलिसला सोया हलिसला चाहिँ वेक न चाहिँ yana प्रेरक चाहिँ प्रेमबार खुनसाकार जियातन खुनिसा काली प्रसाद साल धाबी ठन वेक अपि ठन सा चाहितना ड्युटी मगला वेक अपि ने गुरुपी जियातन खुनिसा अला अठुक्ता चाहिँ वेक न उ जमाना निसे 2034 साल निसे जाखन के दंकु 47 साल ला वेक अपि संस्था सना दिया दंकु जियातन खुनिसा ला ए जो बोला दर नुगो मु जी मोती शोभा श्रेष्ठ जीव नला छौ उद्योग विकास घरेलु उद्योग विकास यो छौ पुरा डेटा तया चाहिँ सफो पिकाउ छ न वो सफो लठेको सुइलेला जिउ पद्म कन्या कलेज बि अथवा इकोनोमिक्स विद्यार्थी विधि त एकै जाले जो पनि इन्फर्मेटिभ सफो ज्या छ न अले मेगु पति जक वे गयो उपन्यास खनाए जिउटा इ चुनचुन म पनि खास ज्याचुले चोमिपी मोती शोभा श्रेष्ठ प्राध्यापक डाक्टर सबिना श्रेष्ठ व डाक्टर सृजना श्रेष्ठ थपिनीको सफुया बारे जानकारी ब्यादिएको खा न्यालु सिपालुस चोनी थिए आ जिलों नक्तिना बसुरिया न साहित्य हातेले जो उपन्यास त न अथे साइला मखु न्यालु सिपालुस चोनी अके आ गति बाल के नसा नेर देख त छिसस नेर देख सपिने सुझाव न कामा थमे न दंजको मगा अथे जो साहित्य न थन उपस्थित सक्रिय संस्था त्यसमा सुझाव ब्याज दिन लाछ आलिप प्याउ यो कृति चाहिँ दिन सुहानो सुधार या विचार याकाचाले तापाक्क गण याकाचाले गण तापाक्क ज या भतीचा बिम्ब खना हथा चाल अनथ्याङ्क्यत पलामस हथा चाल अनथ्याङ्क्यत पलामस थबुहे भावना धोका भी लात सखे जीवु लसकुसे मत च्याकु गुख छत्ता प छा मय अपालो अव्यक्त भावना कुमदो चाहना गुनासो व स्याचाइ त घौपाल ख नीति झासुलन्यु माध्यम ख छिना ख थो छिना ख मुना छिकपिन्स जिगु छिगु झिगु व वयागु बिस्क मसिका खनेदै बनेन दै ज्याजोले नेपाल भाषा फाउन्डेसन या नाय मंगलमान साक्य नेपाल भाषा साहित्य व कृतिय विकास व संवर्धन या आयोजना नेपाल भाषा फाउन्डेसन गठन जुगु थाहा दिल यो नहाङो रूप चाहिँ कृति सफुपुटी ख अन्त यो नेपाल सम्म 1106-2044 साल पाके जुनसँग तो कृति सफुपुटी येले चाहिँ चाका
वो कीर्ति सपुपुठी च्याका उयो छौ उद्देश्य छुले हामीले उबले कि वो सबैले नेपाल भाषा लम्बको तर नेपाली भाषा चोइ चौबे यो नेवा त चाहिँ नानोपी साहित्यकार यो कोठो अहिले वाकपिनसँग नेपाल भाषा चोइदेला भाषाले यो कोही पाङै यो मति तया वाकपिन त चाहिँ जमसँग सफु तया अहिले वो कीर्ति सपुपुठी ढाका ढाका नापा पिकायो सबको रत्न जोशी जी आरती पट्टि सबको पिका धुनसा छौ चिक्चराउ गोष्ठी ओले जमसँग कीर्ति सपुपुठी या नेपाली भाषा Mengirman